होइन उहाँहरूले गर्दैन भने त म बेकारमा बचन हेर फाल्न किन जानु त भन्नु न म गर्दै गर्दिनँ तपाईँ डराउनु पर्दैन किन गरायो भने अब यस्तो अवस्था तपाईँलाई कहिले आउँछ अनि किन अरू मान्छे कत्रो गरेर बसेका छन् तपाईँले यो त्यो हो कि हुँदैन है तर के भने अब त्यो तपाईँले यो थुन्नु हो भने चाहिँ तपाईँको चाहिँ सबै तपाईँले उ गरेको हुन्छ हेर्नुहोस् ती मान्छे सबै तामाङको पनि त्यो सबै साम्राज्य सकिन्छ डिपोजिट गर्दा पनि सबै सकिन्छन् अनि तपाईँको चाहिँ त्यो यो मुद्दा लगेर अभियोग पत्र लगेर हेर्दा कुन चाहिँ माइकेलालले चाहिँ पैसा खाएर चाहिँ यति गरौँ भनेर भन्ने खालको छ अभियोग पत्रै त्यस्तो बनाएर ल्याएको छ जस्तै त्यो सहकारी ऐन बमोजिमको कसुर गरेर सबै स्थापित गरेर ल्याएको थियो भनेहरूलाई अलिक अप्ठ्यारो हुन्थ्यो किनभने त्यहाँ ऐनका सबै कुराहरू छँदै थिए के थियो त्यो एउटा कुरा हुन्थ्यो होइन लु ऐन बमोजिम जान्छ भने ठगी त केही गरे ठहरिँदै नठहरिने कुरामा मान्छेलाई थन्नुहुन्छ त हजुर यसै तपाईँले तपाईँ हजुरले तर कुरो के भनेदेखि त्यो अब त्यो किनेरको कुरो हिजो सुन्नुभएको भनेदेखि त मेरो पैसा कुनै पर्छ यस्तो क्या त्यो मध्येका केही मान्छे मेरा घरमै पनि आइसके केही मान्छे अफिसमा पनि आइसके मलाई चाहिँ हामी ठिक गर्छौँ भन्ने पनि भनिसके अब असै गर्नेलाई पनि अब नभन्ने हुन्न त्योभन्दा जस्तै रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्टै रहेछन् त्यसको 10 करोड कि 12 करोड रहेछ रिसाउँदै आएको थियो तपाईँलाई त इमान्दार वकिल राम्रो वकिल भनेको थियो तामाङका पक्षमा त्यस्तो बहस गर्नुभयो तपाईँले भन्दै आएको थियो अनि मैले हो भन्छन् कि भन्छन् यो यस्तो हो कि अब मैले त सुरुदेखि नै हर्ला भने सुरुमै हर्ले भन्नाले पहिला अहिले केही धारणा रमेश बडाल अहिले बस गर्न आउने फेरि त्यो सुनेर ल्याएका छन् फेरि अहिले पनि फेरि बस गर्नलाई ठिक छ त्यो त बस गर्न पाइयो नि त हजुर बस गर्छ आज दिनभरि आदेश लेख्न लागिहाल्छ आज दिनभरि आदेश लाग्नु लेखेर होइन आदेश हुने पैसा हुँदैन त्यो होले गरेर के गर्नु सुन्नु न केही हुँदैन केही हुन्न माथि म गराउँछु माथि मेलबाट तपाईँलाई सङ्केत आएन भने नगर्छु है माथिबाट म गराउँछु अनि त्यो लिने कुरो पनि म लिन्छु लिने कुरो पनि म लिन्छु अलि राम्रै ढङ्गले लिउँ अब यो अवसर सधैँ आउँदैन हेर्छु है यो आउँदैन फेरि ठाउँ भएको ठाउँ छ हेर्नुहोस् ठाउँ छ ठाउँ नभएको भएहरूले चाहिँ के भनेको छैन भन्नुहुन्थ्यो मैले चाहिँ अब सुरुदेखि नै हरूले त बरु अलिअलि मानसिकता बनाएको मैले बरु म बनाउँछु भन्न लगाएँ मैले ल अब बाँकी कुरा हेर्नु न तपाईँ भन्न लगाएँ कुरा आउँछ ल आज चिया समयमा तपाईँलाई जाने उसले सङ्केत गर्छु हेर्नु होइन नि अनि मैले त्यति गरिसकेपछि हरूले नै टाइम राख्यो भने आज तिमीले आज हुँदैन भोलि हुन्छ भनेर भन्नुभयो बुझाएको केही कुरो छैन होइन यसो सामान पनि ल्यायो भन्नु पर्यो गर्नु पर्यो भने त्यतिकै तिनीहरूलाई फोकट्या त किन गर्नु फेरि